नमस्कार। अहिले हामी अधिवक्ताज्यू, हाम्रो शुभ नाम कमल प्रसाद पाण्डेज्यू, उहाँले प्रदीप थारू जुन अहिले पूर्व पक्षमा हुनुहुन्छ बर्दियाको हिरासतमा, हामी चालक एकतालाई छ नि यो राज्यले छ नि के गर्नु खोजेको। बारम्बार भनेछु बाटो बनाऊ बाटो, यहाँ छ नि बाटो नबनाउने सवारी साधन भित्र्याउने, 2 पाङ्ग्रेको अलग गर, 4 पाङ्ग्रे अलग गर, अनि ठुलोको अलग गर। चालकलाई छ नि मिसिन्छ चालकको पैसा, अनि छ नि यस्तो गर्मीमा छ नि गुम्साएर राख्ने, हिँड्नलाई छ नि सिकाउनुहोस्। जसको गल्ती भएर आउँछ 1 रुपियाँ क्षतिपूर्ति नदिनुहोस्, टन्न लिएर जाने पुग्ने गरी बिटा, अनि चालकलाई लिएर छ नि थन्काउने। यही हो बालेन सरकार र नेपाल सरकारलाई के भन्न चाहन्छु भने अब हामी चालक चुप्प लागि बस्दैनौँ। किनभने मेची महाकालीबाट तपाईँहरूले छ नि गृहमन्त्रीज्यू, प्रधानमन्त्रीज्यू र यातायात विभाग र छ नि अहिले जुन यातायात मन्त्रालय जुन क्वाप्प खाएर जुन अहिले रहेका पूर्वाधारका यातायात हेर्ने निकायका मान्यज्यूहरू स्वस्तिक चिन्ह हामीले दिएछौँ, चालकका परिवार र चालकका सबैले। र हामी अब यातायात चालक एकता समाजले अब हामी टुडी खेलमा खुल्ला मञ्चमा बोलाउँछौँ। त्यो बेलामा मेची महाकालीका हामी अधिवक्ताज्यूहरूलाई बोलाउँछौँ र के कारण भनेर चाहिँ अहिले हामीले बुझेर आयौँ। र तपाईँ चालक पनि छ नि छातीमा हात राखेर विश्वकर्माको कसम खाएर यातायात चालक समाज एकतामा छ नि अब आउनुहोस्, हामी एक हौँ। इटलीमा छ नि सम्मान पाएको थियो कोरोनाको बेलामा, र छ नि अमेरिकामा भोकै रुएको थियो, र यही छिमेकी देश छ नि, छिमेकी देशमा प्रधानमन्त्री मोदीजीले चाहिँ मनन गरेको थियो। अब नेपाल सरकारको प्रधानमन्त्रीले मनन गर्ने दिन आउँदैछ। त्यो भएर हामीलाई हेपिएको छ। र अहिले चालकहरूले पनि अब बुझ्नुहोस्, नेपाल सरकारको साउसँग करार नबनाइकन 40,000 तलब नगराइकन चाहिँ तपाईँहरू गाडी नचलाउनु छ। किनभने अति भयो। हामी चालकमा चाहिँ स्वाइँ गई बस्छौँ टक्काएर। अब यहाँ हेर्नुहोस्, अहिले निरञ्जन दर्जीलाई पनि भेटेर आयौँ। त्यहाँ चाहिँ चालकसँग बुझ्दाखेरि राँगा र साँडेहरू बाटोभरि छोड्ने, अनि त्यहाँ चाहिँ के हुन्छ त्यसमा चाहिँ कुदेर गएर चाहिँ त्यहाँ राँगालाई छ नि त्यो भैँसीलाई छुइएको छ, भैँसीले गएर छ नि उहाँ ढाई हानेको छ। बाघको अगाडि गयो के हुन्छ, साँडेको अगाडि के हुन्छ कि हुँदैन। र भैँसी र अर्नाको छेउमा गयो भने के गर्छ मान्छेलाई, हो यो चिजमा छ नि अहिले चालकलाई छ नि मरसन्नै हुने गरेर जहाँ कि जनता र छ नि हामी चालकको छ नि सुरक्षाको लागि यिनीहरू चाहिँ 50औं ठाउँ चेकिङ बस्छन्, तर त्यही वर्दीधारीले चाहिँ स्टिङमा चालकलाई कुट्छन् मृत्युदण्ड भाँचिने गरी। यही हो कानुन। मानव अधिकार खोइ अख्तियारले के हेरिबसेका छन्। हामीले तिरेको कर र छ नि हामीले तिरेका सबै सेवा सुविधा लिने चालकले पसिना काटेर छ नि रात दिन नभनिकन हिँडिरहँदाखेरि यसरी चाहिँ चालकलाई चाहिँ पूर्वपक्षले चाहिँ झेल खानामा थुन्ने। त्यो भएर सरकार हामीलाई न्याय देऊ, होइन भने हामी मेची महाकाली हिमाल पहाड तराई कोही छैन पराई भन्दै भोलि हामी गाडीको स्टिङ हामी छुँदैनौँ। हामीले लाइसेन्स लिएका छौँ, लाइसेन्सका प्रावधान के हुन् र यातायात कानुन के हुन् अहिले हामीले परामर्श गरेँ। र यहाँ चाहिँ प्रदीप थारूको पनि तपाईँको छ नि यसरी गइराखेको छ, ओभरटेक गर्ने बेलामा छ नि सट्ट जिगज्याग भएर छ नि लडिएको छ, अनि छ नि त्यो बाटोको लेनभन्दा उता भनेको छ। त्यहाँ थियो जहाँ कि त्यो अनुसन्धान मिसिल बनाउने जुन मुद्दा फाँटका, त्यो भएर छ नि यस्ता चिजहरूमा चाहिँ नि मनन गर्नु होला। बाटो छुट्याइदिनुहोस्, अनि जरिवानाको पनि तपाईँको छैन अहिले छ विभिन्न किसिमका जरिवाना छ। सबै चालक हुन्, साइकल चलाउने पनि चालक हुन्, बाइक चलाउने पनि चालक हुन्, बसका चालक पनि चालक हुन्, ट्याक्सीका पनि चालक हुन्, टेम्पोका पनि चालक, सबै चालक हुन्। हामी अधिवक्ताकै अगाडि हामी न्यायको लागि हामीलाई पनि यातायात ऐनको न्याय थाहा छ। यहाँ हुनेलाई मात्रै भयो, चिल्ला चाललाई मात्रै भयो। हामी बिहान स्टिङ समाएर साँझ बालबच्चा र परिवारलाई चाहिँ पाल्ने हामी श्रमजीवी चालकको पनि न्याय चाहियो। यही भन्न चाहन्छु नेपाल सरकारलाई। हस् त, धन्यवाद। फोन गरौँला। हजुरले चाहिँ आफ्नो दायित्व भूमिका कानुनी पाटोबाट कन्जुसाइ नगरिदिनु होला है पाण्डे सर।